birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Bless you. Happy birthday, happy birthday, happy birthday to you. अरे के काट्न सुरु गरेको कहाँ होला त्यो ओइ के छोड दाजु यता पनि क्लिक गर्नु न म त भिडियो त सबै आउँछ हाम्रो सबै हेर माक्स खोलाउन आएन ल त ल ल वन लाइट बढी भन न लाइट बढी भन फेरि वन सेकेन्ड ल खै त ल त 1 2 3 गो हैप्पी बर्थडे टु यु हैप्पी बर्थडे टु यु हैप्पी बर्थडे हैप्पी बर्थडे हैप्पी बर्थडे टु यु यता राख न यता मलाई नि यता राख sorry उतै उरेस थियो बरु यता हो ताली बजाइरहेको थियो ल ल काटेर खान्दिउँ क्यारे के गर्ने सबैलाई काटेर खान्दिउँ ल तिमीलाई अब ल दिदी 16 बाट खै 16 बाट हान्नु पर्छ के दिदाहरुको कुरो गर्दिन्छ बिस्तार दुईटा हान्नु ल यो आइ चाहिँ मिठो आइरहेछ है गरिराख्नु तपाईले मुखमा हालिराख्नु ह्यापी बर्थडे हो नि त खादैन कि खादैन मिठो राइस त खाइहाल्छ नि सिल्भरमा टेस्ट गर्नु खायो उसले बच्चालाई खानु ठुला मान्छेले नखाए धेरै दिन जानु गयो भनेर त्यो पुरै मन्त्र सन्त्र आउन थाल्छ यार ताण्डव गर्दैछ त ह्यापी बर्थडे भन्नलाई तारामा अरु के बम हो ए ढिला गरे लगेन ल ए ल ह्यापी बर्थडे ल ओलीले साथीहरुले खुवाइदिनु गर्नु पर्यो ए 5 बज्दा जस्तो लाग्यो त्यही भएर 5 त भइसक्यो होला त्यसैले पहाड चलो को बेलो पहाड चलो मलाई माथि त्यति बेलको माथि टाउको मजा इन पनि खानी ल लौरा आहा पनि त्यसो ल ए यो खाइदे भन कोही कोही खानु पर्यो हैन ल हैन यो धेरै उर्मा हैन एउटाले मुखमा चलाइदियो सबैले हात हातमा त मैले फर्किदियो सबैले खाने हात ल सबैले हात म ल हैन सबै हात म भए जाने यार अममे छोरीको चिकन आयो नि ए हात म खै अनि सबैले किन केक सानो छ खाँदा सबै सिजेला भनेर के सबैले के हात समाइदेऊ न एकजनाले खाँदै भयो त के हो त हिँड्दिउँ त के केक पसलमा ठुलो केक लिएर जाऊ त म हो त
केक सानो भयो नि त म कहाँ केक त्यो बडी भएर कति दिन राखेको होला हेर धेरै पर्दैन अलिअलि मात्रै बोका ल बान्छ रुइन बान्छ हो त्यस्तै भयो हुन्छ के ल भाइ देऊ न तुलाई ए सबैले खानु पर्दैन अहिले हो लास्टमा सबैले खानु नै पर्ने जुम गरेर बुढो त लास्टमा हान्ने हो खानु नै पर्दैन कि लास्टमा काट्नु दियो भयो त म त लास्ट आफै दिने हो नि अहिले नै खाने पछि खान सक्दिनँ अहिले खाएपछि खाइन्छ त्यो पर्दैन फेरि पनि शुभकामना फोटो लीला लीला उता हेर न कहाँ यहाँ त हेर्छ अब आफूले बुकु पोज दिएर बस्यो होला होइन फोटै आएन तपाईँ के भन्छ अब यस्तो लम्बो मान्छेको भिडियो हो त्यस्तै हाम्रो कृष्णजीलाई कसैले केक दिएर र आफ्नै बुढीले खुवाउन थालिसक्यो ढोक्दिने खुवाइन्छ सिकाउनु पर्यो नि होइन क्यामेराम्यान हाम्रो बुहारी Happy birthday. भाइ अमिल चाहियो Samaira झुकेगा नहीं चला Samaira तेरा गाड़ी ला तेरा बाबा ल फोटो खिचाम के सबैले छिटो दीदी का भलक है ना भाई, तू कहा है तो चिल्ला हो तो बेर बेर कहाँ चिल्ला रहे हो बहुत चिल्लाओ दे भाउजी हो कि भन्छ हैन भाउजी हो भाउजीलाई भाउजी भेट्यो न अब हातले फेरि ल बैठो त नि ल उठ्यो मनी ल ल ल फिनिश गर न त गिफ्ट लिनी त बस्ने हो ताली अनबक्सिङ हुन्छ अनबक्सिङ
सबै क्यामेराम्यान अल्छी भयो यो त जारा यो हाम्रो श्रेष्ठ फ्यामिलीबाट हाम्रोबाट त सरकारी कोता हैन सरकारी कोता चाउचाउको कोता है सबसे ठुलो भित्र छ यहाँ सबसे ठुलो त्यो पछि भयो मजा आउँदैन फर्स्टमा लीलाले भनेर ल्याइदिएको कि तपाईँले आफै गेस्ट गरिदिएको यो गिफ्ट गिफ्ट पनि कसैले भन्नुपर्छ र नथाहा पाए दिने गिफ्ट हो छोरी त के हो बाबु गिफ्ट माथि उभिन्छ होइन आमाको अलिकति खोले पनि थाहा हुन्छ त्यो ल लीला खान गेस्ट गर्नु पहिले सुरु तपाईँले के भन्नु ल ए लीला गेस्ट गर्नु ल के हो नपढिकन नपढिकिन त्यहाँ पढ्यो नि थाहा पाइहाल्यो नि सक्दैन गेस्ट नानीको चिज हो कि जस्तो लाग्छ मलाई सिरा पनि हुनु नानीलाई हो कि भने होइन ल होइन नानी मलाई चाहिँ होला नि अरु के हो अरु के हो बला 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 पाउला चुर खाइ पाउला चुर चुर ए म गर्न सकेन ल मैले हेल्प दिनु छोड्दिन हेल्प गरेर कति मजा त्यही हो ए फ्राई नै हो फ्राई पिन जस्तो छ त आइहाल्यो त अब यो चाहिँ यो आबरामा हैन तेलमा फ्राई गर्दा फुटेर पोल्सला सला भनेर छोरीलाई मध्यनजर गरेर ल्याइरा हो ल नहोले नि जब के भन्नु चाहिँ तपाईहरुले थाहा भइसक्यो यो होला किचनमा थोरै चिप्छ भन्ने सोचेथे नि त अब नजिकबाटै खुमाउनु पर्छ बुढाको लास्टमा है थाहा छ हामीलाई थाहा छैन नि त नि अनि खाना पाए जस्तो गरेर गर्नु नि त थाहा त भइहाल्छ नि के हो ल जारा छोडिदिनु बरु तल नानीलाई लगाइसक्यो यार मलाई नि खिच क्या यो भाइ बुहारीको अर्को दुईटा छ नि कहिले चढ्न भ्यायो हेरेको मैले त राख्नु है
कसको यो बुहारी बुहारी के हो के चराले दिँदो रहेछ अघिल्लोको जुत्तासँग सुहाउँछ क्यामेराम्यानलाई यहाँबाट क्यामेराम्यानलाई होइन उता बिचरा काट्दै गर्नु न त के आयो जारा आएछ भोलिको लागि टक्क भयो नि त ब्याग बोक्सिन्छ लङ कोट ओहो आफूलाई किनेको सानो भयो अनि आफूलाई ठिक्क हुन्छ भनेर छिर्दैन खोजिरहेको थियो उहिलेदेखि ठिक्कै पाएछ त यार है छोटोवाला लामो सोध्नु पर्यो त गिफ्ट सोध्नु पर्यो मेरो होइन नि त नानीको त खोज्नु पर्यो त मम्मी जानी देखाओस् त्यहाँ भित्रको सब जुम गरेर भने देखाउँछु न तर के हो यार सुने आएको छ त यार मुन्द्रा डायमन्ड बोल्दै आएछ त यार यो त धेरै ठुलो भयो दुईपट्टिबाट सोच्नु पर्यो नि त आमालाई छोरीलाई छोरी ठुलो हुन्छ आमाले लाउने अनि छोरी ठुली भएपछि छोरीलाई एकै भइरहेको खोल्नु पर्यो त भने बाबा खोल्नु पर्यो हेरौँ न के छ अघि भर्खर चाहिँ एउटा खाने ल सबैलाई त्यही राखौँ न साइड साइडमा घुम्नु दादा सुन फाल्नु हुँदैन नखोल्नु भयो निकालौँ निकालौँ के छ त्यहाँ धेरै छ कहाँ के छ अनि यता जस्तो छ है त्यो त के हो फाइनली कति मेल खाने विशेष मेघालय होला न्युजिल्यान्डबाट आएको कि नेपालबाट आयो यो मेरो जोडन है ल जोडन आएछ खोइ साइज मिल्छ कि नै भनेकै साइज रे भनि ब्रान्डेड आयो त यार के हो यो त यो मिठाई हो सब चकलेट हो यो जुम गरी खिचाइ रुनै छ खोजेकै त्यस्तो गर्नु पर्ने पहिला तपाईले के खोज्नु भएको थियो सुनभन्दा महँगो पहिला के वाइन गेस गर्नु भएको थियो फेरि सुनभन्दा महँगो हो नि हिराको फुली त खोज्दैन भर्खर किनेर आउने
डायमन्ड त्यसको माथि हाल भनेको माथि हाल ल पुगेर त्यसको माथि हालेर खोल्नुलाई सजिलो हुन्छ डायमन्ड डायरी यो गिफ्ट चाहिँ त्यसको माथि हाल भनेको ए के हुन्न ठिकै छ ल है डायमन्ड है है गोमी खोए अरे होइन होइन हो के रहेछ के भनौँ त ल अब भनौँ अझै पनि गेस गर्नु पायो ए देख्यो ल्यापटप ल गेस भन्दा के अब बिजनेस गर्दैछु म ल्यापटपै पहिला अझै भन्न पायो नि ल भन्न पायो के जम्मा यस्तो रहेछ कागज भन्न पायो भन्नु न पहिला भन्नु के भनेको रे ल्यापटप भनेर ल्यापटप रे के सब्जी के यस्तो भएन भित्र त भ्याकुम गर्छ होइन अझ भित्र छ यो अघि त यो त मैले खैनी घरतिर फालिदिए गोमी भनेर यता बाहिर भित्यामा हो भनेर अझै गेस गर्न पायो के अझै भन्नु नि त के हो भनेर डायमन्ड ल अझै भन्नु गेस गर्नु पायो ल खै डायमन्ड त यस्तोमा त हाल्दैन यो गोरको हुन्छ न भन्नु नि त अझै गेस गर्नु पायो पहिला गेस गर्नु न अझै ए डायमन्ड ल्यापटपै होला ल्यापटपै रे गरौँ छ र त्यत्रो गोको त खाइन अनि कसरी ल्याएको डाइसनको हुन सक्छ है डाइसन कसरी हुन्छ त्यहाँ 1 किलो नि आधी किलो त्यसलाई चाहिन्छ डाइसन होइन पैसा पनि चाहिन्छ बुझौँ न कुरा बुझौँ न तपाईँले बुझ्नु भयो होइन यता चाहियो याद छ के कुरा बुझ्नु बदमा चाहियो भन्नु खोजेको कि बुझ्नु न मैले यो प्याकिङ खोल्ने यतिबाट खोलेपछि सर र खोल्ने चाहिँ आइहाल्छ नि त्यो बात अझै छ गिफ्ट यहाँ छ गिफ्ट आयो गिफ्ट आयो गिफ्ट सबभन्दा ठुलो गिफ्ट के हो हो के ल्यापटप हो बिजनेस गर्दा बिजनेस गर्छ है ओहो उल्टा पनि हेरेको सुट हेरेर पनि अहिले लेखेको छन् अब थाहा भइसक्यो त अब खोलो खोलौँ अब यसको खोल भेट्नु भएको थिएन गमियो अनि भयो अब नखोल्नु भयो खोलिसक्यो त भाइलिन खोल्नु होइन अब योभन्दा बढी खोल्यो भने फेरि त्यो सेटिङ गर्नै लोगो सुल्टो ब्याग च्यापुग्यो भने यहाँ अन पनि भइसक्यो ल सेटिङ गरिसकेको छु पहिले नै मैले अफिसलाई अफिसमा नै 34,000 पर्यो के यस्तो मान्छे उता न्युजिल्यान्डबाट मान्छे खोलिदिएर रे उता हेर्न लाखानु ला 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 बन्जाउने के ला 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 ओ ताली ताली ल गिफ्ट खोल्ने पनि अनि ल गिफ्ट खोल्ने गिफ्ट पनि उति बेला अनबक्सिङ पनि उति बेला ल ल है ल ओइ त्यो के गर है म यहाँ भिडियो बनाएर छु त्यो आन्टी 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 दामे 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 ल ल ल ल उसको हात दियो न चिर्दिन न सिधै केही न मोटो त्यो पेपर कच्ची खायो अरूलाई दिनुहुन्थ्यो ब्यागै च्यात्यो ल ल ल ल ल ल ल ल ल
न्यू इयर लेख्न त फेरि हेर्दा न्युयोर्कको हो क्या न्युयोर्क ए न्यू इयर बनाइसक्यो न्यू इयर न्यू इयरको पम्पु खाइस्या त्यो त थाहा थियो मलाई म त न्यू इयर जस्तो लाग्थ्यो ल ल ल ल ल ल ल ल ल यता यता अङ्कलको पालो अब अङ्कलको यता अङ्कलको ल ल ल अङ्कलको अङ्कलको ल ल ल ल त्यत्रो ठुलो ब्यागमा के सानोमा त दिनुपर्छ एक लगेज ल्याथे के त्यो गर्दैन नि ए यहाँ भित्र छ है शङ्का गरिसक्नु भयो देख्ने बित्तिकै खाली किन हुन्न भनेर मैले यो हाल्दैछु है मामा उडा मामा दरङ दरङ चिरिदिनु न केही न 100 रुपियाँ अस्ति उहाँले 20,000 निकाल्दाखेरि 2टा नोट मात्र आएको म त पैसा गयो अनि 1000 हाल्दाखेरि 10,000 हाल्दा 1000 आउँछ होला भनेर त लाग्यो सानो उपहार है अहिलेलाई होइन कोचको त ठुलै हो सानो है पर्सा सानो ल त ल ताली 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 ओए झ्यान झ्यान ताली ल ल जुत्ता लाउनु हुन्छ